ल बाबु ल हेर्नुहोस् हात छैन हो हात त्यस्तो छ छुट्टै छ ल छोराको घर पुस्तान पनि भयो आज ल हेर्नु मुख हेर्नु कस्तो छ हाँसेको भाइ घर आइपुगेपछि त छोरी कसले हाका लिएको तिमीले त भन्दा यहाँ गर्मी होला जस्तो छ है पङ्खा लाउनु मुन्टो गरेको छोरी टाउको बुबु हानिदिनु पर्यो ल बुबु हानिदिनु पर्यो नि त बाबुलाई भोक लाग्यो नि बाबुलाई भाइलाई भोक लाग्यो नि त छोरो ल अब दुईपट्टि हजुरआमा भयो बाबुहरू भन्दा दिन आइपुग्यो नि घर कस्तो लागिरहेको छ 3 दिनमा होला नि ल भयो भयो आइपुग्यौँ हामी गाह्रो त भइहाल्छ अब गाह्रो भयो पनि पाइन हो कसरी डल्लो बनाएको दुख्छ कि भाइलाई त्यो ढाड दुख्छ नि त छोरी नगर न त्यस्तो दुख्छ कि मान्छे जस्तो होइन त तिमी जस्तो होइन तिमीले लिएर जाने ठुलो भएपछि स्कुल जाँदाखेरि अब एकछिन त हो नि छोरी फोटो वाक्क भर्दै अहिले यो कपाली कति रहेछ नि घाँटी छाती बोल्दैन थियो तिम्रो छाती त बोल्दैन थियो कस्तो कपाली छ बाफ्रे यस्तै थियो बाबुको नि नानीको नि त्यस्तै थियो यसको होइन घाँटी छाती पोल्ने भन्छ नि बाबुको नि त्यस्तै जुप्पै थियो होइन अब त बुझ्नु दुध खाऊ